यो कसको घर हो? यो मेरै घर हो त। अनि झाँक्री बाको घर चाहिँ कुन हो? हजुर यही हो। हो? हजुर रिठे नै हो? रिठे भन्ने मै हो त। अनि दाइ म अन्त आँखा कम देख्ने प्रकाशका रिठे भाइ भेटिए। बालखैमा छुट्टिएका यी दुई भाइले वर्षौंको मौनता तोड्ने शब्द भेटेनन्। प्रकाशको घरमा आफन्त र छिमेकीहरूको घुइँचो लागेको थियो। मरेको छोरो फर्किएर आएको सपना जस्तो खबरले दिएको खुसीको ज्वालामुखीलाई निभाउन आमा अलिकति रक्सी खाएर आँगनमा चट्टान झै उभिएकी थिइन्। खुसीहरू झुक्ट्याउँदै आँखाबाट टिलपिल टिलपिल निस्किन खोजिरहेका थिए। प्रकाशले आमा चिनेनन्। आमाहरूलाई चिन्नुहुन्छ त तपाईँले? आमा यता आमा मै हो। आमा त अनि मैले चिनेन नि आमा। अलि उठाउ दिदी, रुम नदे। उठ 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 उठाउ उठा 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 नानी उठ उठ। चिन्यौ आमा? चिन्यौ? अब त चिने मैले। बाउनी बिमारी छ। अनि बाउलाई कस्तो छ? साह्रै छ कि कस्तो छ? नरुनु नरौ बाबु नरौ। कति वर्ष भयो त आएको? कति भयो आमा? मलाई नै थाहा छैन। अनि मलाई चाहिँ चिनेको? दिदी त्यति थाहै छैन दिदी मलाई। हामी अनि सँगै उसमा काठमाडौँमा नै हुँदाखेरि भाडा त आएको होइन? मसँग जाने कान्छी दिदी हो क्या? कान्छी र त कान्छी भन्थ्यो नि त मलाई। तपाईँ त घर फर्किसकेछ। म त अनि भट्काउलामै पुग्यो नि, माथि हराउनुसम्म हराएको थिएँ। अनि मलाई चाहिँ चिन त अहिले? मलाई चाहिँ चिन्यो? त्यो दाइ जस्तो छ नि त, मेरो दाइ जस्तो छ। हो नि है? हो 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 हो। जेठा दाजु सबैभन्दा। बाउलाई एकचोटि हेरौँ न। बाउ यही त हो नि। म हो? मलाई चिन्नुभयो त बा? किन चिन्दैन? चिन्यो नि। भगवान्ले मभन्दा बुढा भए पनि मारि नजाओस् भेट्छ है भनेर मैले पर्छ लगाइरहेको छु। अनि उहाँहरू चाहिँ नाति दाजुको छोरा। ए मेरो पनि के भन्नु भने छोरै पर्यो है? छोरै पर्यो नि त। अनि मेरो बहिनीहरू पनि छ भन्छ। बहिनी त मलाई बिहा गरिसक्यो नि। ठुलो कान्छी सानो कान्छी। उनीहरू त झन् मैले देखेको पनि थिएन। पढाइ छ कि छैन? अलिअलि के को पढाइ हुनु? पढ्छ हामी सबै। आफ्नो नाम त लेख्नु आउँदैन, पढ्नु त कहाँ दिदीलाई चाहिँ पढ्नु आउँछ कि? अलिअलि आफ्नो नाम चाहिँ लेख्नु आउँछ। मलाई त झन् केही पनि आउँदैन। अब अहिले अब कति वर्ष पुगे जस्तो लाग्छ आफूले? वर्ष नै छ थाहा छैन क्या मलाई। अब 40 त्यति कट्यो होला भनेर अर्कालमा मैले त्यतिको मात्रै भन्छ। न नाता छ न के छ न वर्ष थाहा छैन क्या मलाई। अब के गर्ने होला? मलाई नै सपना जस्तो भयो। मैले त अहिले बिहा म मारे पनि मेरो छोरी जम्मा भयो। मलाई राम्रो भगवान्ले मलाई बचाइदियो। एउटा रुया बनाएर सबै रुन्छ। भगवान्ले जोडाइदियो मलाई। छोरा अब सबै जम्मा भयो। नानीको भन्छु कि त नारु नारु नारु। यसको नाम सुक्रे हो। नाम लामाले राख्यो सुक्रा हो। यो कालो कालो वर्णको थियो र काले काले फुल नाम राख्यो। सानैदेखि काले नै भन्थ्यो।
माल्दै भन्छु म नि पहिलादेखि। अब ठुल्लाई पनि थियो अरे भन्नुहुन्थ्यो, ठुल्लाई चाहिँ अब कता हुनुहुन्छ थाहै छैन मलाई। ऊ रिठे मात्रै थियो नि म हुँदाखेरि। भेट्ने बित्तिकै रिठे होइन भनेर मलाई चिनेको नि त। ठुला आमा